आज चाहिँ म हरिहरपुरगढी गाउँपालिका आएको छु। वडा नम्बर 7 वडा नम्बर 7 मा आएको छु। यो हरिहरपुरगढी होइन जस्तो लागिरहेछ मलाई चाहिँ यतिखेर। किन भन्दाखेरि यहाँको विकास अवस्था हेर्नु पर्दा खै यही हो विकास, यही हो विकास। यहाँको नेताहरू के भयो, यहाँको तपाईँको प्रदेश संसद यहाँ मन्त्री पनि भइसक्यो क्यारे हो क्यारे। यहाँको माननीय ज्यूहरू यही हो विकास। जनताले खै कहिलेसम्म यसरी झुलाउनु साथीहरू। ल यहाँ हिँड्ने अवस्था छैन। ल तपाईँहरू आफै हेर्नुहोस् होइन, सामाजिक सञ्जाल मेरो सामाजिक सञ्जालमा जोडिनु भएको सम्पूर्ण म साथीहरूले के भन्न चाहन्छु भने गाउँ गाउँमा सिंहदरबार आयो भन्नुहुन्छ होइन। जनताको अवस्था यो छ, खोइ न बाटो छ। अहिले हामी खोलै खोला कुदिरहेको छौँ, यस्तो छ अवस्था होइन। त्यो भएको भएर म के भन्छु भने अब आउने चुनावमा नेतालाई जिताउने नै होइन, कामै छैन। पहिला काम गर्नु पर्यो, बल्ल त्यसपछि जिताउनु पर्यो। यहाँसम्म तपाईँको चुनाव भएको लगभग 72 सालदेखि तपाईँको खै त संविधान जारी भयो 72 सालमा। गाउँ गाउँमा सिंहदरबार भन्थे, यही हो सिंहदरबार। मेरो प्रश्न चाहिँ यस्तै छ सर। सबै मन्त्रीहरूलाई, प्रधानमन्त्रीज्यूलाई नै सोध्न चाहन्छु यहीँबाट। यही हो गाउँमा जनताले अब के अब हुने चुनावमा तपाईँले यही आधारले भोट दिने हो भने त केही भन्दिनँ म होइन। तर अब खै यहाँ हिँड्ने बाटो अगाडि देखाउनु त यस्तो छ क्या अवस्था, के भन्नु र। यस्तै छ सर, के गर्नु अब एकचोटि लडियो भने उठ्न सक्ने अवस्था छैन, गाह्रो छ। अब यहाँ मान्छे कोही बिरामी होस् त कसरी लाने क्या, हस्पिटल लाँदा लाँदै बिचमा केही भइसक्छ, यस्तो छ अवस्था। लौ न प्रदेश सरकार सुनिदिनु पर्यो जनताको गुनासा। त्यसै गरी अब सङ्घीय अहिले त झन् कुलमान घिसिङज्यू हुनुहुन्छ, कुलमान घिसिङज्यूलाई म यहीँबाट आग्रह गर्न चाहन्छु कि यो बाटो चाँडोभन्दा चाँडो बनाइदिनु होस्। किनकि अब यस्तो छ, खोलै खोला हिँड्नु परेछ माननीय मन्त्रीज्यू। कति छ जनतालाई यसरी उयो गर्ने। तपाईँ झन् त्यही पार्टी रामे छापको मान्छे, सिलगढीको अवस्था यस्तो छ, के भनौँ म। आज भन्न बाध्य भएँ म। त्यो भएको भएर मैले अब अहिले जेनजीको नेतृत्व पनि गरिरहेको भएर म एउटा के भन्छु भने पहिला यो विकास यहाँको युवाहरू सम्पूर्णलाई एकीकृत गराएर पार्टी सार्टी कुनै पनि होइन, निष्पक्ष रूपमा जसले जनताको यो बाटो बनाउने काम गर्छ त्यसलाई मात्रै भोट दिनुपर्छ भन्ने लाग्छ मलाई चाहिँ होइन। ल धन्यवाद। हजुर धन्यवाद।